टमक झमक गरेर कहाँ जानलाई से तेरो बा माथि तमक जमक पनि ए टमक झमक भनेको इति राम्री भएर कहाँ जानलाई भनेको हस्पिटल लाग्नु न कहाँ जालान ए रोडमा हस्पिटल सस्ती सकेर आयो के रोडमा हस्पिटल छ आँखा रोडमा राम्रो हस्पिटल छ त्यो रोडमाको कुरा गर्छस् पोरेसमा नि राम्रो छैन आँखा हस्पिटल ए तैँले पोर्टेसमा होला गेर राम्रो पोरेसमा म जाँदै गएर आइसके कोही राम्रो छैन त कहाँ जानलाई स्टोर काठमाडौँ जान लाग्नु न खोइ टिकट हेरौँ टिकट हेर्न पठाए परि काठमाडौँ जान लाग्नु भाडा हेर्नु भाडा पहिला सुरुमा 5000 रुपैयाँ भाडा छ 1000 ए 5000 जाने भाडा आउने भाडा 5000 10,000 10,000 तै सक्यो अनि मैले बोकेर 12,000 बोकेर घरबाट निस्केको ए अलि पैसा बोक्दा पोख्नु पनि त्यतिकै बोक्ने ए तैँले अस्ति फापर गहुँ नजिक राम्रो हस्पिटल भएको भए यति टाढा जानु पर्थ्यो यताको पैसा खर्च सुन्न तैँले फापर गहुँ बिक्री गरेको पैसा दियो त्यो फापर गहुँ बिक्री गर 200 रुपैयाँ पाटले कति हुन्छ ए त्यो फापर गहुँ बोक्यो पैसा जम्मा 12,000 मात्र आउँछ भने 12,000 राडो अरे उपचार के पैसाले गर्ने काठमाडौँ गएर फेरि के खाने कहाँ बस्ने केले उपचार गर्ने यहाँ बिजोग छ अवस्था राम्रो नजिकमा रोल्पामा नभए अलि पोरेसमा राम्रो हस्पिटल भएको भए किन तिर्काउनु त्यति टाढा जानु पर्थ्यो पैसाको सटेनास पैसा नभए बेला म तपाईँहरूको सहरमा आउँदैछु साथीहरू यो भिडियोले धेरै लाइक सेयर गरेर धेरै ठाउँमा पुर्याइदिनु होला र मलाई दुःख सुखमा साथ दिनु होला तपाईँहरूले म त्यही भन्छु मलाई सधैँभरि साथ सबै दिनु होला म अझ पहिला पनि दिइरहनु भएको छ अझ पनि दिनु होला मलाई आर्थिक अवस्थामा केही उ परे पनि मलाई आर्थिक पनि सहयोग गर्नु हुनेछ भनेर म आशा गरेको छु ए आर्थिक सहयोग कसले गरेर रे बटले गरिहाल्छन् नि किन नगरा ए त मनकारीले गर्छन् धनकारीले पो गर्नु र मनकारीले गर्छन् माटो लेखतिर सुन यहाँ सुन माटो लेखतिर बस्ने मान्छेले सरियाले कसैले तँलाई सहयोग गर्छ कसैले गर्न तँलाई सबै सरिया हुन्छन् के भाइ सब मान्छे लेखतिरका हुन्छन् के सबै सरिया भन्ने हुन्छन् के ए हर तँलाई गर्लान् भन्ने आश लाग्छ गर्लान् भन्ने मैले 100मा 100% आश राखेको छु सबैले साथ सपोर्ट गर्नु होला सबैले माया गर्नु होला मेरो आँखा धेरै खराब भएको छ म खोइ आँखा हेरौँ त्यस्तो भइसकेको छ म धेरै ठाउँमा गइसकेँ मलाई कहीँ गएर पनि राम्रो भएन अनि हस्पिटल राम्रो नभएको कारणले म काठमाडौँ आउँदैछु तपाईँहरूले माया गर्नु होला आर्थिक अवस्थामा कम परे पनि मलाई आर्थिकले पनि हेर्नु हुनेछ भन्ने मैले आशा गरेको छु मलाई सबैले माया गर्नु होला